यो अहिले टिकटक सामाजिक सञ्जालमा चाहिँ एकजना वेदिका नाम गरेको बहिनीको भिडियो चाहिँ एकदमै द्रुत गतिमा भाइरल भइरहेछ। उहाँले सुरुमा उठाएको विषयवस्तु जुन वैदिक सनातन धर्मसँग जोडिएका, धर्म संस्कारसँग जोडिएका धामी झाँक्री अथवा तान्त्रिक विद्यासँग थियो, जसमा उसले उठाएका कतिपय विषयहरू, कतिपय कुराहरूमा चाहिँ म पूर्ण रूपमा समर्थन जनाउँथेँ र म हेर्ने गर्थेँ पनि। त्यतिसम्म त ठिकै थियो। अहिले पछिल्लो समय आएर उहाँले चाहिँ एकजना राधिका दासजी, जो चाहिँ अहिले विश्वमै लगभग विश्वका सनातनीहरूले चाहिँ उहाँलाई चिन्दछन्, उहाँ चाहिँ प्रख्यात हुनुहुन्छ। त्यस्तो व्यक्तिमाथि समेत प्रश्न उठाउनु भएको छ। हुन त प्रश्न उठाउनै नपाउने भन्ने त होइन, तर पनि त्यस्ता व्यक्तिहरूमाथि प्रश्न उठाउँदा धेरै कुराको विचार पुर्याउनुपर्छ। उहाँले प्रश्न गर्नुभन्दा पहिला अथवा त्यो विषय उठान गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तिसँग बसेर छलफल गरेर अनि त्यसपछि यस्तो रहेछ, के हो, कति सत्यता छ भनेर प्रमाणहरू जुटाएर अनि त्यसपछि बोलिदिनु भएको थियो भने अझ राम्रो हुन्थ्यो। तर आवेगमा आएर हतारमा निर्णय गर्नुभयो जस्तो लाग्यो। किनभने मान्छे नै हो, मान्छेबाट गल्तीहरू हुनसक्छ। मतलब चन्द्रमामा पनि त दाग छ भनिसकेपछि हिजो मान्छेमा कमजोरी थियो होला, तर उसले हिजोको कमजोरी, हिजोका ती पुरानाहरू घटनाहरू त्यागेर त्यो कुराहरूलाई बिर्सेर त्यहाँबाट परिमार्जित भएर शुद्धिकरणको बाटोमा गइसकेका व्यक्तिहरू, जसलाई चाहिँ विश्वले आज चिन्छ। राधिका दासजी कहाँको व्यक्ति हो भन्दाखेरि नेपालको हो भनेर नेपालको नामसँग जोडिएका त्यस्ता प्रख्यात व्यक्तिहरूको बारेमा जताभावी मिडियामा बोल्नु त्यो अलिकता सान्दर्भिक देखिँदैन। उहाँसँग बसेर आधिकारिक रूपमा बसेर अनि त्यसपछि उहाँलाई यस्तो कुराहरू रहेछ भनेर अनि त्यसपछि आफ्ना प्रमाणहरू राखेर बल्ल बोलिदिनु भएको थियो भने अझ राम्रो हुन्थ्यो होला। तपाईँले उठाएका तान्त्रिक विद्यासँग सम्बन्धित विषयहरूमा कतिपय कुराहरूमा ढोंगीपना छ भन्ने विषयहरू एकदमै सान्दर्भिक थियो, चित्त बुझ्दो नै थियो। तर त्यसो गर्दै गर्दाखेरि हाम्रो पूर्वीय दर्शनमा, हाम्रो पूर्वीय संस्कृति, धर्म संस्कारका विषयहरूमाथि वितृष्णा पैदा हुँदै अन्य धर्महरू हावी हुने सम्भावना पनि एकदमै प्रचुर छ। त्यसले गर्दाखेरि अलिक संयम भएर अलिकता विषयवस्तुहरू राख्दाखेरि प्रष्ट रूपमा आधारहरूसहित त्यसका सप्रमाणहरू अलिकता विश्लेषणात्मक तरिकाले चाहिँ तपाईँले राखिदिनको लागि म अनुरोध गर्दछु। र राधिका दासजीको विषयमा हुन त म कुनै धर्मसँग मेरो त्यत्रो ठुलो अध्ययन पनि होइन, म कुनै धामी झाँक्री केही पनि होइन, र म कुनै राधिका दासजीको चेला पनि होइन हुन चाहिँ। तर म एउटा सच्चा नागरिक भएको हिसाबले गर्दाखेरि तपाईँले जताभावी बोलिदिँदाखेरि हाम्रा धर्म संस्कारमाथि चोट पुग्न सक्छ। अन्य धर्मान्तरणको विषयतिर जान सक्छ। झन् उनीहरूलाई चाहिँ प्रशय मिल्न थाल्छ, उनीहरूलाई चाहिँ झन् ठुलो आधार सिर्जना हुन्छ, मानिसहरूमा वितृष्णा पैदा हुन्छ, धर्म संस्कारप्रतिको घृणा पैदा हुनसक्छ। त्यसैले यस्ता विषयहरू राख्दाखेरि चाहिँ अलिकता संयमित भएर प्रष्ट रूपमा तपाईँले राखिदिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। मेरो तपाईँसँगको कुनै विरोध होइन, तपाईँसँगको मेरो कुनै होइन, तर यस्ता विषयहरू राख्दाखेरि चाहिँ सप्रमाण राखिदिनु होला। र कुनै पनि विषयहरू राख्नुभन्दा अगाडि त्योसँग राम्रो अध्ययन गरेर सम्बन्धित विषयसँग बसेर अनि त्यसपछि मात्रै यस्ता विषयहरू सामाजिक सञ्जाल, सामाजिक मिडियाहरू बोलिदिनुको लागि वेदिकाजीलाई हार्दिक अनुरोध गर्दछु। र यो भिडियो वेदिकाजीसम्म पनि पुगोस्।